38 कहाँ पास भएन के त्यो 38 ल्याएर फर्स्ट सेकेन्डमा पऱ्यो भने पास हुन्छ फर्स्ट सेकेन्डमा परेन एउटै इक्जाम हो फर्स्ट सेकेन्डमा परिएन लास्टमा पऱ्यो लास्टमा भयो नानी गाइस को आउनु भएको छ ल मेसेज गरिदिनु होला ल भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला फेरि उदेको इक्जाम दिएको थाहा भएन कसको च्याङ छोराको लाइभमा आउनु भएको जतिले मेसेज गरिदिनु होला यसो हामीले पनि पढ्यो नाम निकालेर सबै गरेर बस्यो इन्टरभ्यूहरु पुरै दिएर अब पास भयो बुझ्दाखेरि त हस्पिटल पास भयो मिनान्टीको छोरा त इन्डियन लाउरे हैन र शिव लाउरे अनि अर्को दिन अस्ति भर बिहा हुने नि कान्छो हो अस्ति भएर शिव हो क्या बिहा भएको शिव कान्छा यो कोरिया जाने समीक्षा अस्ट्रेलिया गयो गएन नि त 1 वर्ष हुन्छ र अब असारमा ए अस्ति बिहा हुने चाहिँ सबभन्दा जेठो हो लाउरे अनि हामी एक बेस तिनीहरू सानो ऊ चाहिँ हामीसँग पढ्यो हामीसँग त होइन तर फोटोसँग हाम्रो बेसको हो कि आन्टी यस्तो सुक्खा भयो दही ल्याउनु पर्छ है खुल्ला हुन्छ होला नि कोही खाएन नि खाएन आफै गयो आज त झन् कोहीले बक्सी कोहीले खाएन पैसा नै होइन पटाएको खाएन गोपालले खाएर महिनामारी होला दाइ गोपाल आउनुहुन्छ के अरे यहाँबाट अन्त खुवाइदिनु हुन्छ भएन धेरै हो महिनाको कति खान्छन् गोपाल बाले महिनाको बिहान हान्दै बेलुका नि एक बोतलले अब 100 ले अब महिनाको 3000 हुन्छ अनि 3 बोतल खायो भने त नभएर त त्यसै हुन्छ बढी खान्छन् यो एकै यसरी खानु र चुर खानुमा धेरै खाइन्छ कि खाएर खायो गरे अनि पातला भएर दुई बोतल हिजोबाट फेरि यो तिले त उता एक बोतल भेटेर गर्दा पनि अझै गरेर हाम्रो यो अस्ति खाएको भन्दा त बाँकी सक्यो ठिक छ ए भन्छ हैन उसले पनि त्यो एक्जाम दिएर बसेको हुँदैन है टिकट जानको लागि इस्यु भयो नि इस्यु घरमा त लागि छ मै होला त अनलकी मान्छ लास्ट म त आरसीसी हो नि त अब भुल्यो तिमीले हैन भारीको मान्छेमा छिने होला जो पातलो जन्ती लिएर आउँथ्यो जान यहाँ आउँदा ए आशिष भन्ने गुरुङ हो क्या हो के त मलाई के हो यहाँ एकदम हामीसँग नजिक भएर हाम्रो घर पनि बसेर कतिचोटि चिनेछु मैले त पातलो खालको उठेछ यस्तो रहेछ अन्टी पालिँदैन बाले सौता ल्याएको रहेछ हैन अनि त्यहाँ अस्ति छुट्टिएर सङ्गम छुट्टिएर जाँदा पनि त्यही गुनासो यो सङ्गमले त्यति नगरेर दिएन भनेको भयो अब म पनि अब लगभग हेलो गाइस लकु आउनु भएको मेसेज गर्नु है के हो र त्यसपछि कुनै भएन मैले फर्स्टको मुन्टा खाएको फर्स्टको मुन्टा खाएको भइयो मेरो यही बाबुजीको छोरा नि यस्तै जति ताल लिएर नि छोरा मम्मीलाई एक गिलास लकन रहेछ के भरे ल्याइदेऊ न गिलासमा लकन त हैन त्यो बोतलमा लिएर आइदियो छोरी त्यो बोतल ल्याऊ 100 हो फ्रिजमा राख्नु पर्छ चाहिँ सब खानु पर्छ लक पनि हो ए तलबाट खान्न पार अब एक नम्बर दुई जालन दिएको एक नम्बर त्यो भोलि लिएर आउनुस् है त्यतिसम्म लिएर आउनु है त्यतिसम्म लिएर आऊ है अहिले खाना दुई चिकमा दिए कि त पहिला म पढे एक दुई महिना पढे यहाँ म त ब्याक गर्दिए है अनि छोडे के म यता गफ सुन्नु त भन्नु तिमी त त्यहाँ त दिएको हाम्रो त उसले छोराजीको के सङ्गमले त्यसले त दिएको दिएन त्यसले त 4-5 चोटि दियो होला दिएको दिएन त्यसले त हामी पढ्दा पढ्दै अगाडिचोटि पनि पिसकेर रहेछ अगाडिचोटि पिसकेर रहेछ